हेलो गाइस, विदेश भन्नुहुन्छ। विदेश चाहिँ यस्तो छ है। अब विदेशको पनि कतिपय ठाउँमा चाहिँ विकास हुँदैन। यस्तो छ विदेशको बाटो। यो चाहिँ मालदिभ्सको फबुमुला आइल्यान्ड भन्ने हो। यहाँनिर भन्छन् मालदिभ्सको सबैभन्दा राम्रो र विकासित आइल्यान्ड हो फबुमुला भन्छन्। तर फबुमुला चाहिँ यस्तो छ, अब यो सबैभन्दा राम्रो आइल्यान्ड भन्छ। यो त यस्तो छ, अरू आइल्यान्ड कस्तो होला? हामी नेपाल विकास भएन भन्छ, तर अरू देश पनि यस्तो पनि हुँदो रहेछ। विदेश बाटो यस्तो छ, पानी जमेर डेलिभरी जानुपर्ने। डेलिभरी गर्नलाई एकदमै गाह्रो हुन्छ। बाटो यस्तो छ, यता यस्तो छ, यता पनि यस्तो छ बाटो। विदेश भनिन्छ, विदेशतिरको बाटो यस्तो छ। यहाँ चाहिँ 14,000 पपुलेसन भएको आइल्यान्ड हो। यस्तो ठाउँमा त यस्तो छ। नेपालमा पनि विकासै भएन भन्नु चाहिँ हुँदैन, विकास चाहिँ भइरहेछ। यहाँ चाहिँ यस्तो छ कि गाइस, बाटो हेर्नु न, यस्तो बाटोमा डेलिभरी गर्नुपर्छ, एकदम गाह्रो हुन्छ। बाटो मैले डेलिभरी दिएर आएको, यसो भिडियो बनाउनु मन लाग्यो बाटो देखेर, अनि के बनाइदिएको। यस्तो छ यो बाटो, सब यस्तै छ। ब्रिज भनेको उतापट्टि छेउतिर ब्रिजको छेउमा हाइवे छ, अरू भनेको सब यस्तो छ। पानी जमेर हेर्नु, पोखरी, सब बाटो चाहिँ यस्तै छ। अनि यस्तोमा कसरी डेलिभरी गर्ने? मोबाइल झऱ्यो भने नि सिधै पानीमा हो। बाटो यस्तो छ, बाटो चाहिँ यस्तो छ। सबैभन्दा राम्रो आइल्यान्ड मालदिभ्सको यही हो। बाटो चाहिँ यस्तो छ। मैले काम गर्ने सब चाहिँ यो हो। डेलिभरी रेडी भएको होला, डेलिभरी सके हेर्छु है म।